तपाईहरूको शुभ नाम मेरो आदर्श मिश्र र हजुरको? मेरो नाम पवन मैनाली मेरी आमाको खुसी नै मेरो खुसी मेरी आमाको दुःख नै मेरो दुःख मेरी आमाले 9 महिना कोखमा राख्नुभयो र मलाई 10 भाँडा दुध खुवाउनु भयो म शान्ति प्रेमी मान्छे हुँ म सबैतिर शान्त चाहन्छु म गौतम बुद्धको अहिंसाको पाठबाट प्रभावित छु यहाँ भेजिटेरियन हुनुपर्छ भन्ने सल्लाह दिँदैछु तर म नन भेजिटेरियन रहेको छु हुँदैन बिहान मिरमा तारा झरेर नगए आजको मेरो आवाज भोलिको मेरो भविष्य। नमस्कार, गुड मर्निङ अनि हार्दिक स्वागत छ साथी। तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ मेरो रेडियो 105 मेगाहर्ज आवाजको सहयात्री र कार्यक्रम मेरो आवाज लिएर म हिमाली एजुकेसन फाउन्डेसनबाट प्रस्तुता मनिष बुढाथोकी यहाँ उपस्थित भइसकेको छु। साथी, कार्यक्रम मेरो आवाज हामीलाई प्राविधिक रूपमा साथ दिइरहनु भएको छ सञ्जय भट्टराईज्यूले र कार्यक्रम मेरो आवाज आउने गर्दछ हरेक साताको शनिबार बिहान 9:05 बजेबाट। कार्यक्रममा हामी एकदमै रमाइलो गर्ने गर्दछौँ। विभिन्न विद्यालयका साथीहरूको आवाजमा मिठो गीत, कथा, कविता सहितको अन्य प्रस्तुतिहरू सुन्ने र सुनाउने गर्दछौँ। शनिबार हामीलाई त्यसै त रमाइलो हुने गर्दछ, तर त्यही सुनमा सुगन्ध थप्नको लागि तपाईँकै कार्यक्रम मेरो आवाज आउने गर्दछ। कार्यक्रम मेरो आवाजलाई तपाईँ झापा र इलाममा हुनुहुन्छ भने 105 को फ्रिक्वेन्सीमा सुन्न सक्नुहुनेछ र रेडियोको अफिसियल सोसियल प्लेटफर्म फेसबुक र युट्युबमा सुन्न र हेर्न पनि सक्नुहुनेछ। र हाम्रो सोसियल प्लेटफर्ममा हामीलाई सब्सक्राइब गरिदिनु हुन भन्दै आजको यस कार्यक्रमलाई एउटा मिठो गीतबाट सुरुवात गर्दछु। गीतपछि पुनः स्वागत छ साथी। 105 को ध्वनि तरङ्ग मार्फत तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ मेरो रेडियो 105 मेगाहर्ज आवाजको सहयात्री। प्रस्तुता म मनिष बुढाथोकी पनि उपस्थित भइसकेको छु। कार्यक्रम मेरो आवाज आउने गर्दछ हरेक साताको शनिबार बिहान 9:05 बजेबाट। कार्यक्रमलाई तपाईँले रेडियोको फ्रिक्वेन्सीबाट र हाम्रो सोसियल प्लेटफर्म मेरो रेडियोको फेसबुक पेज तथा युट्युब पेजबाट सुन्न र हेर्न सक्नुहुनेछ। र अब भने आजको हाम्रो कार्यक्रमलाई सुरुवात गरौँ हाम्रो पहिलो अतिथिसँग कुराकानीबाट। र आज हाम्रो पहिलो अतिथिको रूपमा यहाँ उपस्थित हुनुहुन्छ अर्जुनधारा 5 स्थित देवभूमि इङ्ग्लिस बोर्डिङ स्कुलबाट 2 जना साथीहरू। आउनुहोस् उहाँसँग कुराकानी गरौँ। स्वागत छ साथीहरू तपाईँलाई कार्यक्रममा। धन्यवाद। मेरो आदर्श मिश्र र हजुरको? मेरो नाम पवन मैनाली। हजुरहरू कति कक्षामा पढ्नुहुन्छ? म कक्षा 8मा पढ्छु र म कक्षा 9मा पढ्छु। र आज हजुरहरूले हामी समक्ष के प्रस्तुति लिएर उपस्थित हुनुभएको छ? मैले एउटा कथा लिएर आएको छु र मैले भने कविता लिएर आएको छु। हजुरको कथाको शीर्षक? मेरो कथाको शीर्षक रहेको छ डल्ले खोला। र हजुरको कविताको शीर्षक? मेरो कविताको शीर्षक रहेको छ मेघ र बादलको विवाह। र अब भने हामी हजुरको कथा सुनेर यस प्रोग्रामको सुरुवात गरौँ न। हस्, धन्यवाद। यो कथा चाहिँ कक्षा 8 को बुकमा रहेको छ र यो कथाको लेखक चाहिँ पशु प्रधान रहनु भएको छ। डल्ले खोला आज पनि उसरी नै बगिरहेको छ, सारा वातावरणलाई भयभीत बनाएर। सदरमुकामबाट गाउँ फर्कदा आज पनि उसले खोलालाई तर्यो, बडो मुस्किलले। कम्मरभन्दा माथिसम्म पानी आए पनि बलियो लट्ठीले उसलाई सहारा दियो, नत्र ऊ बग्थ्यो। बग्दै जान्थ्यो र पहिरोले पुर्थ्यो। उसको लास पनि साप्सुमा मात्र देखा पर्थ्यो। हिउँदमा नाग्न सकिने डल्ले खोला वर्षायाममा बहुलाएर आउँछ। मानव वरिपरिका सारा गाउँलेलाई ऊ युद्धको घोषणा गर्दै आउँदैछ। रनेकी जेठी छोरीको बिहे नगरी भएन। बढेकी छोरी सबैतिरबाट माग्न आइसके। उसले पनि रक्सी र कुखुराको भाले खाएर स्वीकृति देखायो, परन्तु बिहे जति नजिक आउन लाग्यो रनेको दिमाग काम गर्न छोड्यो। उसँग भोजका लागि ठुलो सुँगुर किन्ने पैसै भएन। एक सरो नयाँ लुगा लाउने उत्साह नै गयो अनि कुनै बिहान उसले सपनामा त्यही डल्ले खोला देख्यो। मानव डल्ले खोला उसरी नै बगिरहेको थियो। तिमीले सबलाई बिर्सिन सक्छौ रणबहादुर, तर मलाई नबिर्स। तिम्रा सारा सुखको साथी मै छु र जो तिमीहरू आफ्नो व्यवहार चलाउन समर्थ भइरहेका छौ। रणबहादुर खस्कियो र सदरमुकाम पुग्यो।
उसमा नयाँ जोस र उत्साह आएको थियो। हाकिमका टेबुलमा गएर ऊ करायो, हाम्रो डल्ले खोलालाई एउटा राम्रो पुल चाहिन्छ। सधैँ ज्यानको बाजी लगाएर हामी खोला तर्न सक्दैनौँ। हामीलाई 20,000 रुपियाँ भए पुग्छ। बाँकी गाउँका सारा मान्छेबाट श्रमदान र चन्दा उठाएर हामी त्यो पुल पुरा गर्नेछौँ। हाकिमले उसको कुरा सुन्दै सुनेन। ऊ आफ्नै तर्कमा व्यस्त थियो र रुपियाँ नभएको बजेट नआइपुगेको कुरा सुनाउँदै उसले कुरा टाल्यो। उसले ससानो भाषण गर्दै थियो, देश विकास हामी सबैको साझा कर्तव्य हो। एक मुठी सास भएसम्म हामीले निर्माण गर्न पछि पर्नु हुँदैन। हामीलाई देशभक्ति चाहिन्छ, सोच्ने र काम गर्ने नयाँ ढङ्ग चाहिन्छ। उसले खोलाको पुल अहिलेको हाम्रो सबभन्दा ठुलो आवश्यकता हो। वर्षायाममा बगेर मर्ने सयौं जनालाई हामीले जोगाउनु आवश्यक छ। ती हाम्रा दाजुभाइ दिदीबहिनी अकालमा मर्नका लागि जन्मेका होइनन्, पक्कै होइनन्। मलायाममा सैनिक हुँदा सिकेका केही शब्द पनि उसले गाँस्यो। मलायाममा कत्रो विकास छ, जहाँ तहाँ सडक पुगेको छ, जतातता बिजुली बत्ती झकिझकाउ छ, जहाँ तहाँ पुल र पुलेसा बनेका छन्। तर हाम्रो राष्ट्रमा भने डल्ले खोला जस्तो महत्त्वपूर्ण ठाउँमा भने एउटा सानो पुल छैन। सधैँ ज्यानको बाजी लगाएर तर्नुपर्छ। सधैँको भयावह स्थिति छ। उसको भाषणलाई हाकिमले केही बुझेको थियो, तर केही भने बुझेको थिएन। उसको भाषणले जादुको नै काम गरेको थियो। केही दिनमा नै पुलको लगत इस्टिमेट तयार भएको थियो र 20,000 रुपियाँ त होइन, 1,000 रुपियाँ रकमको निकासा पनि भइसकेको थियो। त्यो रकम रणबहादुर आफैले बुझेको थियो र एउटा ठुलो सडकबाट उसले मुक्ति पाएको थियो। उसको घरमा बिहे धुमधामसँग सम्पन्न भयो। 7 दिनसम्म भोज चलाएको थियो। 7 वटा सुँगुर काटिएका थिए। गाउँ सहरमा सबैले रणबहादुरको प्रशंसा गरेका थिए र उसलाई तगडा मान्छेको उपाधि राखिएका थिए। डल्ले खोलामाथि 1-2 वटा काठ रहेको थियो। आउने जानेले विश्वका लामो सास फेरेर अब भने पुल बन्ने भयो। वर्षा मासमा पनि सदरमुकाम पुग्न सकिने भयो। अब भने बाँचिने भयो। ती काठ बाहेक अरू त्यहाँ केही थपिएको थिएन। अनि अर्को वर्ष भेलले ती काठ पनि त्यहाँबाट बगाइसकेको थियो। डल्ले खोला उस्तै भयो जस्तै थियो। रणबहादुरका आवश्यकतालाई उसले पुरा गरिदियो र आफ्नै सुरले ऊ बगिरह्यो। उसको सपना त्यो पुल लगत भयो। उसले सपनाको पुलमा रकम निकासा भयो र त्यो केही कतै खर्च भयो र डल्लो खोलालाई लग्यो। उसले एकपटक फेरि खिस्सी उडाइरहेको छ र ऊ व्यङ्ग बीच नाङ्गो उभिरहेको छ। अर्को बसन्त पनि आउँछ र जान्छ। अर्को शरद जाडो पनि त्यसरी नै आउँछ र जान्छ। डल्लो खोला बगै छ। ऊ फेरि नियन्त्रण गर्न खोज्छ र आफ्ना हात फैलाएर भन्छ, म कठ्याङ्ग्रिसके, मलाई छिटो पाखामा लगिदेऊ। त्यहाँका माटाका म नुहाउँछु र खेल्छु। मलाई धानका बालामा तिमी भेट। मलाई सुन्तलाका केस्रामा तिमी स्वीकार। मलाई त्यसरी सोझौ बन्न देऊ। मलाई नियन्त्रण गर, मलाई सीमित तुल्याऊ। डल्लो खोलाले यस आवाजलाई सुन्ने पालो अब शिवबहादुरको थियो। तिमीले यस वर्ष धेरै जुवा हार्यौ, तर त्यसको चिन्ता तिमीले लिनु पर्दैन। 2-4 गरा खेत र सानो झुप्रो तिम्रो बाँकी नै छ। फेरि एकपटक तिमीले मलाई कुलामा लगेर बाँडिदेऊ। म त्यहाँ तिमीसँग उभिन्छु, तिमीसँग मिसिन्छु। शिवबहादुर सदरमुकाम पुगेको थियो। हाकिमले त्यस टेबुलमा भाषण दिने पालो उसको थियो। हाकिम साहेब, डल्लो खोला
डल्लो खोलामा पुलका लागि रकम पुरै हिनामिना भयो। त्यहाँ पुलको नाम निशान केही छैन। यसमा पुरा कारबाही हुनुपर्छ। अब डल्लो खोलामा एउटा बाँध बनाई कुलो निर्माण गर्नु जरुरी छ। हाम्रा पाखा कुलो बिना यसरी वारिपारी गर्न सक्दैनन्। त्यहाँ पानी पुर्याउनु पर्छ, त्यहाँ धान उब्जाउनु पर्छ। सधैँ खाद्यान्नको अभावलाई हामीले यसरी स्वीकारिरहन सक्दैनौँ। सारा गाउँका मान्छेले श्रमदान गर्छन्। हाकिम साहेब, कुलो 3 महिनाभित्र नै पुरा हुनुपर्छ। मलाई खालि 10,000 रुपियाँ मात्र भए पुग्छ। यसपालिको हाकिमले पनि उसको केही कुरा बुझेको थियो, तर केही कुरा भने उसले फेरि बुझेको थिएन। फेरि ससानो लगत इस्टिमेट भयो र 10,000 रकम निकासा भएको थियो। शिवबहादुर खुसी भयो कि यसले राम्रो कुरा बनाउनेछ र सारा गाउँका ओठमा सुखियाली ल्याउनेछ। गाउँमा एक उत्सवको वातावरण आयो। डल्ले खोलामा अब कुलो बन्नेछ। धेरै फाट हरिया हुनेछन्। धानका बाला झुल्नेछन्। गाउँबाट अनिकाल सदाका लागि भाग्नेछ। कुलो खनिन लाग्यो। मान्छेहरूले सुरुमा निकै उत्साह देखाए, तर केही दिनमा नै कुला डोब मात्र देखियो। तर केही दिनमा कुलाका डोब मात्र देखियो। पानी चल्न सकेन। जाँच पासका लागि माथिबाट मान्छे आएर तिनको कुलो जाँचे। कुलो राम्रो थियो। पानी चलेको पनि देखियो, तर तिनलाई थाहा भएन कि त्यो कुलो डल्लो खोलाको थियो कि अरू नै खोलाको। डल्लो खोला जस्ताको त्यस्तै रह्यो। त्यहाँ न पुलको रूपरेखा देखियो न कुलोको। डल्ले खोलाले आफूभित्र एउटा सन्तोष उमारियो। पुल बनेन त के भो? त्यसैले बिहे कार्यक्रम सम्पन्न भयो। कुलो बनेन त के भो? त्यसैले 22 जुन परेन। र उसले आज मध्य वर्षमा त्यही डल्ले खोला मुस्किलले तर्यो। उसले भनिरह्यो जस्तो लाग्यो, मलाई वर्षमा कमसे कम 2 पुल हालिदिनु। वर्षमा कमसे कम 2 कुलामा लगेर बाँडिदिनु। म कागजमा बुझाउँछु। म सपना उदाउँछु। मलाई तिमीहरूका सारा व्यवहार प्रति स्नेह छ। धेरै चोखो स्नेह तिमीहरू जो जगाउँछौ र पो म छु। यही हो हाम्रो शाश्वत सम्बन्ध। डल्ले खोला तरिसकेर उसले एक पटक हेऱ्यो। डल्ले खोला त उस्तै छ र उसरी नै बगिरहेको छ। धन्यवाद। आहा, कति मन छुने कथा छ है साथी। यो कथाले त साँच्चीकै हाम्रो अहिलेको समाजको चरित्र चित्रण गरिरहेको छ कि कसो हो? अनि हजुरलाई यो कथा पढेर हजुरले चाहिँ के सन्देश दिन चाहनुहुन्छ? हाम्रो धेरै यस्तो गाउँ समाजहरू छन् जता सरकारको आँखा पुगेको छैन। न बिजुली न पुल। बर्खायाममा खोला तर्न अथवा कहीँ बजार जान पनि गाह्रो परिरहेको छ। म सबैलाई यही भन्न चाहन्छु कि सरकारको आँखा पनि त्यो ठाउँमा पुगोस् र त्यो ठाउँ पनि विकास होस् भन्न चाहन्छु। आहा, साह्रै राम्रो सोचाइ छ हजुरको। र अब भने म हाम्रो अर्को साथीतर्फ लाग्न चाहेँ। हजुरको चाहिँ प्रस्तुति के पो रहेको छ? मेरो प्रस्तुति कविता रहेको छ। र हजुरको कविताको शीर्षक? मेरो कविताको शीर्षक मेघ र बादलको विवाह। हुन्छ नि त, यो अहिले बर्खाको मौसम पनि छ। अब हामी मेघ बिजुली विवाहको कविता पनि सुन्छौँ नि त। हुन्छ त साथी। यो कविता कक्षा 9 को नेपाली किताबबाट लिएको। यस कविताको लेखक विक्रम शाह रहेको हुनुहुन्छ र यस कविता यस प्रकार रहेको छ। बिहा हो यो पक्का जलद बिजुलीको गनगनमा, जुरेको यो राम्रो ग्रह गीत असारे लगनमा, बजेको हुन् झ्याली झिमी झिमी गरी बाँसहरूमा, हरियो दोल सा झिरी नग
पुर्याउँदै छ विधिमा। मयुरीको बोलो रिसुपत हुँदा पद्धतिको भयो। हावाले हल्लेको वन जति सबै मण्डप भयो। थिए शैलरेडी उपर कहलीका दल्नी भयो। भए शोभादारी रुचि र चढुवाने सरी बनी। भैन पृथ्वी तन्ना चौर छ गलैचा मखमली। बल दुलाहाको रातो झल पगरी यो हिमचुली। बकुल्लाका ताती तरल गतिको आज नभमा। उडे जन्ती जते रसबस बढाएर मनमा। सितारे घुम्ती हुन् चमचम निशाको जुनकिरी। भए ती इन्द्रणी बसन बहुरङ्गी फिरफिरी। भए रातो स्वास्थ्य रवि किरणले पश्चिम गिरी। निशाको त्यो कालो तम पतल भो नील कबेरी। बज्यो छङछङ गर्दै सकल रुखको त्यो समयमा। भयो बज्ने कल्की जब दुलहीको पयरमा। ओहो झल्की झल्की झनक नव बुध आज बिजुली। लुकेकी पर्दामा पहल भर्का क्यो सरल्ली। सबै प्राणीलाई भुवनभरा अन्नहरूको खुवाएको त्यो वर पदलले विजय यसको सलामी। बजाले छन छन गराएर गनगन गयो रानीलाई लिई सुत शरदमा रस लिन। धन्यवाद। धन्यवाद छ साथी। म पनि साथीसँगै कक्षा 9मै अहिले अध्ययन गरिरहेको छु र मैले पनि यो कविता पढेपछि मलाई के महसुस भयो भने यो कविताले साँच्चीकै नै प्रकृतिलाई मानव जीवनसँग तुलना गरेको छ। के साथीलाई पनि यस्तै लाग्छ कि प्रकृति मानव जीवनसँग तुलनीय छ कि छैन? साथी मलाई त लाग्छ हामी मानव र प्रकृतिमा अन्योन्यशील सम्बन्ध रहेको छ। हामी प्राणीले आफ्नो दैनिक जीवनमा खानका लागि फलफुल साथै आगो बाल्नका लागि दाउराहरू पनि प्रकृति वन जङ्गलबाटै प्राप्त गर्दछौँ। यस कविताबाट भने यो मलाई साँच्ची नै लाग्न थालेको छ कि मानव र प्रकृति बीच अन्योन्यशील सम्बन्ध रहेको छ। हजुरको सोचाइ साह्रै राम्रो छ र यो कवितामा हाम्रो कविले पृथ्वीलाई तन्नाको रूपमा प्रस्तुत गर्नुभएको छ र प्रकृतिलाई मानवको विवाहको रूपमा झल्काउनु भएको छ। हजुरलाई के साँच्चीकै लाग्छ कि प्रकृति र मानव जीवनसँग अन्तर सम्बन्ध गहिरो रहेको छ कि कसो? हो त साथी, प्रकृति र मानव जीवनमा निकै नै ठुलो अन्तर सम्बन्ध रहेको छ। हामीले अब जिउनका लागि अक्सिजन पनि यही प्रकृतिमै रहेको वन जङ्गलबाटै प्राप्त गर्दछौँ। मैले सुरुमै भने झै आगो बाल्नका लागि दाउरा पनि वन जङ्गलबाटै प्राप्त गर्दछौँ। शान्तिको रूपमा काहीँ जानु छ भने पनि हाम्रो पहिलो सोचाइमा मनोरम प्रकृति नै आएको हुन्छ। ओहो, अब म हजुरहरू दुईजनालाई नै एउटा प्रश्न राख्न चाहेँ। हजुरहरू दुईजना एकै विद्यालयबाट आउनुभएको र के हजुरहरू दुईजनाले एकअर्कालाई पहिलेदेखि नै चिनिरहनु भएको थियो? हामीले भने एकअर्कालाई फुटबल खेल्दा चिनेको थियौँ। म चाहिँ भने यस सालदेखि मात्र पढ्न थालेको, ऊ चाहिँ भने सानैदेखि पढ्न थालेको। हजुरको अघिल्लो विद्यालय छाडेर हजुर देवभूमि किन आउनुभयो त? अघिल्लो विद्यालयमा भने विभिन्न आवश्यक सुविधाहरूको कमी थियो। तर भने मैले अध्ययन गरेको देवभूमि विद्यालयमा भने विभिन्न सुविधा सम्पन्न रहेको छ। उदाहरणका लागि खेलकुदका सामग्री पर्याप्त रहेको छ, पढाइमा पनि जोड रहेको छ र कम्प्युटर ल्याब समेत अन्य सुविधाहरू पनि रहेको छ। ओहो, त्यसो भए तपाईँलाई देवभूमिको अहिलेसम्मको बेस्ट कुरा के लागेको छ? देवभूमिको बेस्ट कुरा भने मलाई यस विद्यालयको वातावरण लागेको छ। यहाँ सबै विद्यार्थी एकअर्कामा मेलमिलाप गर्ने गर्दछन्। शिक्षकहरूले पनि मजाले विद्यार्थीहरूलाई ध्यान दिनुहुन्छ र पढाउनुहुन्छ। साथै हप्तामा एकचोटि सबैजनालाई खेलकुदको अवसर पनि प्रदान गर्नुहुन्छ। ओके, त्यसो भए अब म हाम्रो यहाँको साथीसँग एउटा क्वेसन सोध्न चाहेँ। हजुरले चाहिँ सानैदेखि यही विद्यालय अध्ययन गरिरहनु भएको छ। हजुरलाई चाहिँ अहिलेसम्मको हजुरको सानैदेखिको एक्सपिरियन्सबाट अहिलेसम्मको बेस्ट थिङ चाहिँ के लाग्यो त यो स्कुलको? हाम्रो स्कुलको प्रायः सबै कुरा राम्रै छ, तर
हाम्रो स्कुलको सधैँ मङ्गलबार अतिरिक्त क्रियाकलापहरू हुने गर्छ, जसमा हामीले विभिन्न कुराहरू सिक्ने मौका पाउँछौँ। जस्तै एङ्करिङ, ड्रामा, सिङ्गिङ अथवा टेक्वान्डो, कराते, उसु हामीले जे पनि सिक्न पाउँछौँ, जसकारण विद्यार्थीहरूलाई दिमागमा पढाइप्रति मात्रै धेरै प्रेसर नपरोस् भनेर यो सबै गराइन्छ। मलाई स्कुलमा सबैभन्दा राम्रो लाग्ने कुरा भनेको स्कुलको वातावरण नै हो। ठिक छ, त्यसो भए हजुरलाई आफ्नै विद्यालयमा अध्ययन गर्ने उहाँ साथीसँग भेट्दाखेरि अहिले कस्तो महसुस भइरहेको छ? मलाई एकदमै राम्रो महसुस भइरहेको छ। हामी योभन्दा पहिले पनि धेरै मिल्थ्यौँ, हामीले योभन्दा पहिले पनि एकअर्कालाई भेटेकै हो। हस्त साथीहरू, आशा छ हजुरहरू दुईजना साथी नै रहनुहुनेछ। त्यसो भए अब भने म हजुरहरूलाई यहाँबाट बिदा गर्छु। धन्यवाद। साथीहरू, भर्खरै हामीले कुराकानी गऱ्यौँ देवभूमि इङ्ग्लिस बोर्डिङ स्कुलका साथीहरूसँग र अब भने हाम्रो पालो भएको छ अर्को अतिथिको र अब कार्यक्रमको दोस्रो अतिथिको रूपमा यहाँ उपस्थित हुनुहुन्छ कञ्चनजङ्घा बोर्डिङ स्कुलबाट दुईजना साथीहरू। आउनुहोस् उहाँहरूसँग कुराकानी गरौँ। नमस्कार छ साथी, तपाईँहरूलाई कार्यक्रममा नमस्कार। धन्यवाद। हजुरहरूको शुभ नाम? मेरो नाम निरुता चौहान। मेरो प्रीति राई। हजुरहरू आज हामी समक्ष के प्रस्तुति लिएर उपस्थित हुनुहुन्छ? कविता। र हजुर? म पनि कविता। र हजुरहरूको कविताको शीर्षक के रहेको छ? मेरी आमा। लाग्दछ मलाई रमाइलो। अब भने हामी हजुरको कविता सुनौँ है त। धन्यवाद। सम्पूर्णमा शुभ बिहानी। खुन्नबारी कञ्चनजङ्घा अङ्ग्रेजी विद्यालयको छात्रा कक्षा 7मा अध्ययनरत छात्रा निरुता चौहान। आजको यस कार्यक्रममा मैले एउटा कविता लिएर आएको छु। मेरो कविताको शीर्षक रहेको छ मेरी आमा। मेरी आमाको खुसी नै मेरो खुसी, मेरी आमाको दुःख नै मेरो दुःख। मेरी आमाले 9 महिना कोखमा राख्नुभयो र मलाई 10 धारा दुध खुवाउनु भयो। म कहिले बिर्सने छैन जुन दिन मैले उहाँको कारणले यो संसार टेकेर देखेँ। कति दुःख सहिनु होला मेरो लागि, कति कठिन समय बिताइनु होला मेरो लागि। कुन सही र कुन गलत भनी चिनाउने मेरी आमा। मेरी आमालाई एक दिन विश्वभर चिनाउने मेरो सपना। मेरी आमालाई एक दिन विश्वभर चिनाउने मेरो सपना। धन्यवाद। हजुरहरूको समय शुभ रहोस्। आहा, कति मिठो कविता। हामीलाई 9 महिनासम्म कोखमा राखी हामीलाई जन्माई हुर्काई बढाई यहाँसम्म पुर्याउनु भएको हाम्री आमालाई हजुर आफ्नो आमाको लागि केही वाक्यहरू राखिदिनुहोस् न। धन्यवाद मेरो मम्मीलाई, किनभने उहाँले हामीलाई 9 महिना कोखमा राख्नुभयो र 10 धारा दुध खुवाई हामीलाई हुर्काई बढाइ गराउनु भयो। उहाँको कारणले हामीले यो संसार टेक्यौँ र देख्यौँ पनि। यो संसार धेरै नौलो छ र मेरो आमालाई अन्तिममा यति भन्न चाहन्छु कि उहाँलाई धेरै धेरै माया छ। साथीसँगै मैले पनि जोडेर भन्न चाहेँ, मेरो मामुलाई पनि धेरै धेरै माया छ मेरो तर्फबाट। र यसै भन्दै अब हामी साथीको कविता सुनौँ है त। धन्यवाद सम्पूर्णमा। आजको यस बिहानी सभामा म खुन्नबारी कञ्चनजङ्घा अङ्ग्रेजी विद्यालयमा अध्ययनरत छात्रा प्रीति राई आज म एउटा छोटो र मिठो कविता लिएर उपस्थित भइसकेकी छु। मेरो कविताको शीर्षक रहेको छ लाग्दछ मलाई रमाइलो र उहाँको रचनाकार माधव प्रसाद घिमिरे रहनु भएको छ। लाग्दछ मलाई रमाइलो, लाग्दछ मलाई रमाइलो, मेरै पाखा पखेरो, हिमाल चुली मन्दिर पानी भर्ने पँधेरो, लेखे हेरौ लालीगुराँस बेचे हेरौ प्याउली, पिरती बस्ने परेवा बिरह बोल्ने न्याउली, हिमाल छुन्छ बेलुकी सप्तशीको तातीले, जुनेली रात बिताउँछ गाउँदा गाउँदै साथीले। सम्झन्छु म हिमचुली आँसुको ढिका खसाली, यो बिरानो मुलुकमा बस्दैन माया बसारी। 9 डाँडाको पारामा पिरतीको देश छ मेरो, मनमा घाम नझुल्के संसार सारा अँध्यारो। धन्यवाद। आहा, कति मिठो कविता। कविले साँच्चीकै हाम्रो देशको सुन्दरतालाई वर्णन गर्नुभएको छ। म साथीहरूलाई के प्रश्न राख्न चाहेँ भने मेरो हिसाबमा हजुरहरू दुईजना अलिकति इन्ट्रोभर्ट हुनुहुन्छ, त्यसै कारणले हजुरहरूलाई अहिले कस्तो महसुस भइरहेको छ यहाँ आएर रेडियोमा बोल्न? हजुरहरूलाई कस्तो महसुस भइरहेको छ? नर्भसनेस फिल भइरहेछ कि? पहिले आउँदा चाहिँ मलाई नर्भस थियो, तर
मैले 3 चोटि आइसकेको थिएँ, त्यही भएर अहिले पनि अलिक नर्भस छ। अनि हाम्रो साथीलाई चाहिँ मेरो भने फर्स्ट टाइम हो, तर यसमा भने मलाई अलिकति नर्भस फिल भइरहेछ, तर मलाई एकदम रमाइलो लागिरहेछ। हजुरको फर्स्ट टाइम भन्नुहुन्छ अनि हजुरले एकदमै फ्लुएन्ट तरिकाले बोलिरहनु भएछ। हजुरले काहीँ कदम पहिले नै यस्तो केही कुराहरूमा पार्टिसिपेट गरेर प्र्याक्टिसको पो गर्नुभएको थियो कि? हाम्रो विद्यालयमा पर्सनल डेभलपमेन्ट क्लासमा त्यहीबाट मैले सिकेको। हुन्छ साथी, हजुरहरूलाई धेरै धेरै धन्यवाद छ र अबको क्रममा म हजुरहरू दुईजनालाई बिदा दिन चाहेँ। धन्यवाद छ। धन्यवाद। अहिले भर्खर हामीले कुराकानी गऱ्यौँ खुदुनाबारी कञ्चनजङ्घाका दुईजना साथीहरूसँग र अब भने पालो भएको छ हाम्रो अर्को अतिथिको। तर त्योभन्दा अघि हजुरहरू यस कार्यक्रमलाई जहाँबाट हेरिरहनु भएको छ, हाम्रो फेसबुक प्लेटफर्म, सोसियल मिडिया प्लेटफर्म जस्तै कि युट्युब, त्यहाँबाट हेर्दै हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गरिदिनु हुन म अनुरोध गर्दछु। साथै यो रेडियो कार्यक्रम सुन्दै हुनुहुन्छ भने आफ्नो साथीहरू, आफ्नो घर परिवारको सदस्यहरूलाई पनि सुनिदिनु हुन भनिदिनु हुन म आग्रह गर्दछु। साथै फेरि पनि एकचोटि हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु हुन भन्छु र साथै अब भने पालो भएको छ अर्को प्रस्तुतिको र अबको क्रममा अतिथिको रूपमा यहाँ उपस्थित हुनुहुन्छ अर्जुनधारा 6 स्थित हिमाली एजुकेसन फाउन्डेसनबाट दुईजना साथीहरू। आउनुहोस् उहाँहरूसँग कुराकानी गरौँ। स्वागत छ साथी तपाईँलाई कार्यक्रममा। धन्यवाद। शुभ नाम? मेरो मनिषा कुँवर। मेरो छोसाङ तामाङ। हजुरहरूले आज हामी समक्ष के प्रस्तुति लिएर उपस्थित हुनुहुन्छ? मेरो स्पिच रहेको छ। र हजुरको? मेरो पनि स्पिच रहेको छ। हजुरको स्पिचको शीर्षक? मेरो स्वभाव। हजुरको स्वभाव। र हजुरको स्पिचको शीर्षक? मेरो स्टुडेन्ट लाइफ। स्टुडेन्ट लाइफ। अलराइट, सो अब भने म हजुरबाट नै सुरु गर्न चाहेँ। हजुरको स्पिच एकचोटि हामी सुनिदिउँ न। म शान्ति प्रेमी मान्छे हुँ। म सबैतिर शान्त चाहन्छु। म गौतम बुद्धको अहिंसाको पाठबाट प्रभावित छु। म हत्या, हिंसा र आतङ्कबाट टाढा रहन्छु। जब म मानिसले पशुपन्छीमाथि अत्याचार गरेको देख्छु तब मलाई नराम्रो लाग्छ। त्यतिखेर म गौतम बुद्धले पढाएको पाठ सम्झन्छु। म मानिस भएर अरू प्राणीलाई दुःख दिएको देख्दा आफै दुःखी बन्छु। आफू शक्तिशाली बन्न मानिसहरूले निर्दोष पशु तथा पन्छीलाई दुर्व्यवहार गरेको देख्दा मलाई नराम्रो लाग्छ। म संसारको हरेक प्राणीलाई सृष्टिकै उपहार सम्झन्छु। हरेक प्राणीको शरीरबाट रगतको थोपा बग्दा मलाई आफ्नै शरीरबाट रगतको थोपा बगेको अनुभूति हुन्छ। म गौतम बुद्धको शिष्य, शान्त प्रिय नागरिक हुँ। धन्यवाद। धन्यवाद छ यति मिठो स्पिचको लागि। तर मेरो मनमा एउटा क्वेसन खुल्दुल्लिरहेको छ कि हजुरको स्वभाव साँच्चीकै यस्तै छ कि हजुरले भन्नु मात्र भएको? अब मेरो स्वभाव पनि यस्तै रहेको छ। हजुरको स्वभावलाई हजुरले डिस्क्राइब गर्नु पर्यो भने हजुर के यसरी नै डिस्क्राइब गर्नुहुन्छ कि हजुरलाई लाग्छ म अलिक यस्तो छुइनँ, मलाई यो चिजमा चाहिँ इम्प्रुभ गर्नुपर्छ भन्ने त्यस्तो केही छ? अलिकति छ। के कुरा होला? मैले यहाँ पशुपन्छीलाई दुर्व्यवहार गर्नुहुन्न भन्छु। लाइक यहाँ भेजिटेरियन हुनुपर्छ भन्ने सल्लाह दिँदैछु, तर म नन भेजिटेरियन रहेको छु। अनि हजुर नन भेजिटेरियन रहनुभएको छ। हजुरको फेभरेट मिट चाहिँ के हो? मेरो फेभरेट मिट चिकन। मलाई गोठको मासु धेरै मनपर्छ। ओके, र म हाम्रो साथीसँग कुराकानी गर्न चाहेँ। हजुरको स्पिचको शीर्षक चाहिँ के रहेको छ? स्टुडेन्ट लाइफ।
र सुनौँ है त एकचोटि कस्तो रहेछ त स्टुडेन्ट लाइफ भनेर। हुन्छ। स्टुडेन्ट लाइफ इज द मोस्ट इम्पोर्टेन्ट पार्ट अफ आवर लाइफ। इट इज द टाइम टु लर्न न्यू थिङ्स, गेन नलेज एन्ड बिल्ड ब्राइट फ्युचर। Students not only study but also learn discipline, honesty, responsibility. Student life gives us good friends and many memorable experience. Although students face exam and difficulties, these challenges helps us to become more confident and stronger. Therefore, we should use our student life wisely and hard work to achieve success. Thank you. वाउ, वाट एन अमेजिङ स्पिच। र हजुरको स्टुडेन्ट लाइफ चाहिँ कस्तो छ अहिले, कस्तो चलिरहेको छ? स्कुल, वर्क, सोसियल लाइफ कस्तो म्यानेज गरिरहनु भएछ हजुरले? मेरो स्टुडेन्ट लाइफ पनि अब कस्तो हुन्छ, राम्रै चलिरहेको छ। अनि हजुरलाई स्कुल जान मजा लाग्छ कि घरमै बस्नु जस्तो लाग्छ? स्कुल जान मजा लाग्छ मलाई। हजुरको फेभरेट सब्जेक्ट? सब्जेक्ट अर्जुन धारा। हुन्छ, धन्यवाद छ साथीहरूलाई यति मिठो स्पिच भनिदिनु भएकोमा। र यसै वाक्यका साथ म हजुरहरूलाई यहाँबाट बिदा दिन्छु। धेरै धेरै धन्यवाद छ। अहिले भर्खर हामीले कुराकानी गऱ्यौँ हाम्रो हिमाली एजुकेसन फाउन्डेसनको साथीहरूसँग। र अब भने यस कार्यक्रमको अर्को अतिथिको रूपमा म यहाँ उपस्थित साथीहरूलाई स्वागत गर्न चाहेँ। नमस्कार, स्वागत छ तपाईँहरूलाई कार्यक्रममा। नमस्कार। हजुरहरूको शुभ नाम? तुलसी गजमेर। मेरो चाहिँ अंशु सुवेदी। हजुरहरू कुन विद्यालयबाट आउनुभएको? हामी स्वस्तिका शिशु साधनबाट आएका हौँ। हजुरहरू कति कक्षामा पढ्नुहुन्छ? म कक्षा 8 मा पढ्छु। म कक्षा 7 मा पढ्छु। आज हामी समक्ष हजुरहरूले के प्रस्तुति लिएर आउनुभएको छ? मेरो प्रस्तुतिको शीर्षक रहेछ फुटबल। र म चाहिँ एउटा कविता लिएर प्रस्तुत भएको छु। हजुरको कविताको शीर्षक? शहीदहरूको सम्झनामा। हुन्छ नि त, अब हाम्रो वीर शहीदहरूको सम्झनामा लेखिएको यो कविताको हजुरले आज प्रस्तुति लिएर आउनुभएको छ। एकचोटि सुनौँ न त। हुन्छ। हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए, ओठमा हाँसो गालामा लाली, चढाउँछ रगतको घाँटीमा फाँसीको माला गाँसी बिरले हाँसता, मातृभूमिको चरण ढोगी भाग्दछ दासता, उम्रन्न बोट कसैले बिउ छरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए, हामीले खाने प्रत्येक घाँसमा रगत छ शहीदको, हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको, हाम्रो मुटुको प्रत्येक चालमा धड्कन छ शहीदको, हाम्रो खुसीको प्रत्येक पलमा छ जीवन शहीदको, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए, हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कारला, गोली निलेका शहीदको प्यारो लासले धिक्कारला, धरतीले मुख लाजले छोप्ला कसले धिक्कारला, शहीद रोलान हामीले उन्नति गरेर नगए, हुँदैन बिहान मिरमिरमा तारा झरेर नगए, बन्दैन मुलुक 2-4 सपुत मरेर नगए। धन्यवाद। आहा, कति भावपूर्ण कविता छ यो। आई अस्युम कि यो कविता कक्षा 8 को पाठ 1 को कविता हो, होइन? हजुर। हजुरले यो कविता पढेर हाम्रो श्रोता दर्शकहरूलाई के आशय दिन चाहनुहुन्छ? शहीदहरूले देशको खुसी, समृद्ध, विकासका लागि आफ्नो ज्यानको बलि दिएका छन्। त्यो
शहीदहरूले दिएको ज्यानको बलि हामीले बिर्सनु हुँदैन। अनि भुपी शेरचन नामक सुप्रसिद्ध साहित्यकारले बनाउनु भएको शहीदहरूको सम्झनामा शहीदहरूको सम्मान र सम्झनाको लागि धेरै नै महत्त्वपूर्ण कविता हो। ओहो, र अब भने म हाम्रो अर्को साथीसँग सोध्न चाहेँ, हजुरको प्रस्तुति के रहेको छ? फुटबलको स्पिच। अब फिफा वर्ल्ड कप 2026 आउन पनि केही दिनै बाँकी छ। हजुरले यहाँ गजबको टपिक लिएर आउनुभएको छ र यसपालिको वर्ल्ड कपमा हजुरले कुन चाहिँ टिमलाई सपोर्ट गर्दै हुनुहुन्छ? मेरो टिम रहेको छ पोर्चुगल, हजुरको फेभरेट प्लेयर? रोनाल्डो। र हजुरलाई 100मा कति % ग्यारेन्टी छ कि रोनाल्डोले यसपालिको वर्ल्ड कप जित्छ भनेर? 99। त्यो 1% चाहिँ? 1%। त्यो 1% चाहिँ अर्जेन्टिना हो कि ब्राजिल? रोनाल्डो बुढो हुँदै गयो, ओल्ड हुँदै गयो, त्यही भएर। हुन्छ, र कुराकानी हामी हजुरको स्पिच पछि गरौँ है त। हुन्छ। फुटबल इज अ मोस्ट इम्पोर्टेन्ट थिङ इन आवर लाइफ. इट इज very famous in the world. It has 11 players and 11 players and धन्यवाद छ साथीहरूलाई यति मिठो प्रस्तुतिहरूको लागि। र अब भने म हजुरहरू दुवैजनालाई बिदा दिन चाहेँ। धेरै धेरै धन्यवाद छ। साथीहरूसँग कुराकानी गर्न एकदमै रमाइलो भयो र हजुरहरूले बिर्सिनुभयो होला, हाम्रो च्यानललाई सब्सक्राइब गरिदिन चाहिँ नबिर्सिनु है। र अब भने पालो भएको छ आजको यस कार्यक्रमको अन्तिम प्रस्तुतिको र अन्तिम अतिथिको रूपमा म अर्जुनधारा स्थित हिमाली एजुकेसन फाउन्डेसनबाट उपस्थित यहाँ साथीलाई स्वागत गर्न चाहेँ। स्वागत छ तपाईँलाई कार्यक्रममा। धन्यवाद। हजुरको शुभ नाम? मेरो नाम सेनमा राई। हजुर कति कक्षामा अध्ययनरत हुनुहुन्छ? म कक्षा 6मा। र हामी समक्ष हजुरले आज के प्रस्तुति लिएर उपस्थित हुनुभएको? मैले कविता लिएर आएको छु। हजुरको कविताको शीर्षक? देशको माटो। हुन्छ है त, हजुरको कविता सुनौँ न त। देशको माटो सृजनाले भर्न सके हुन्थ्यो, छातीभरि न्यानो माया छर्न सके हुन्थ्यो। देश माटोसँगै नाता गाँसी बस्ने मन भयो, घामपानीमा जीवन सधैँ अर्पण भइरह्यो। केही गर्न सके जस्तै छैन अझै पनि, निदले छाप्ला भन्ने डर लाग्छ छाया मनी। धरतीलाई उज्यालोमा हेर्न सके हुन्थ्यो, देशको माटो सृजनाले भर्न सके हुन्थ्यो। घामको झिल्को टिप्दै जाँदा भित्र धेरै टुङ्यो, त्यही टुङ्गाइ मेट्ने गीत गाउन सके हुन्थ्यो। हो हातले थोरै आँसु पुसी जान सके पनि, ओठोठोमा रङ्ग चढाइ सफल बन्थ्यो जुनी। मृत्युलाई हाँसी हाँसी भर्न सके हुन्थ्यो, देशको माटो सृजनाले भर्न सके हुन्थ्यो। धन्यवाद। आहा, धेरै मिठो कविता रहेछ। र हजुरले यस कविताको मूल भाव के भन्न चाहनुहुन्छ? यो कविताले चाहिँ हामीलाई हाम्रै देशमा केही गर्नुपर्छ भन्ने मोटिभेसन दिन्छ। हस् त, धेरै धेरै धन्यवाद छ हजुरलाई। हजुर आजको यस कार्यक्रमको अन्तिम पर्फर्मरको रूपमा यहाँ हुनुहुन्छ र अब कार्यक्रमको समय सकिन लाग्यो, त्यसै कारणले म हजुरलाई पनि बिदा दिन्छु। धेरै धेरै धन्यवाद। ओहो साथी, रमाइलो कुराकानी गर्दा गर्दै साथीहरूको प्रतिभा सुन्दा सुन्दै कार्यक्रमको समय सकिन लागेछ र अब भने कार्यक्रमबाट बिदा हुने बेला आइसकेको छ। यतिन्जेल सुनेर साथ दिने सम्पूर्ण श्रोतासहित सहभागी साथीसहित प्राविधिक सञ्जय भट्टराईज्यूलाई पनि म धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता मनिष बुढाथोकी पनि यहाँबाट बिदा हुन्छु। मेरो रेडियो 105 मेगाहर्ज सुन्दै गर्नुहोला। हामीलाई हाम्रो सोसियल प्लेटफर्ममा फलो गर्दै गर्नुहोला र हाम्रो अर्को कार्यक्रमको लागि अर्को हप्ताको शनिबार बिहान 9:05 बजे उपस्थित भइदिनु हुन म हजुरहरूलाई आग्रह गर्दै हजुरहरूलाई बिदा गर्दै म यस कार्यक्रमको प्रस्तुता मनिष बुढाथोकी बिदा हुन्छु। हस्त तपाईँको समय शुभ रहोस्।